हेलो फ्रेन्ड्स वेलकम ब्याक टु माई अनदर भ्लग अहिले भइरहेछ बिहानको 8:30 अहिले म जाँदैछु स्कुलतिर किनभने आज र्याली प्रोग्राम छ त भेटौँला अब हामी स्कुलतिर यता हेर्न सक्नुहुन्छ यहाँ 5 जना एउटा बाइकमा हिँड्दै जो बाइक हो कि कार हो हजुरहरूले नै भनिदिनुहोस् होला 5 जना नि रहेछ खै कार नै होला अहिले म स्कुलतिर आइसकेको छु अहिले स्कुलभित्र त कोही पनि छैन हाम्रो साथीहरू पनि छैन उनीहरू बाहिर नै छन् अब उनीहरूलाई पनि हेराइदिउँला नि उतातिर बसेर रहेछन् त्यहाँ बसेर रहेछन् है त्यही गरिदिनु यहाँ हाम्रो एउटा 160 आइसकेको छ केही बाँकी छ तर यहाँ मेरो एउटा फेभरेट भाइ आइसकेको छ भुट्का मुख लाउन अनि यहाँ एउटा भुट्की रहेछ जुन पछाडि घुमेको हामी यहाँ आएको छौँ म आएको छु अमन मामासँग यो नहरतिर घुम्नको लागि हामी जाँदैछौँ नहरतिर घुमेर फेरि पिपलको बोट मुनि बस्नु नै पर्छ है अब हामी भइसकेका छौँ मलाई नारा भेटेछ नगरौँ विवाहको कुरा जब हुँदैन 20 वर्ष पुरा त अब हाम्रो यहाँ सबैजना रेडी भइसकेका छन् अब हामी जाँदैछौँ र्यालीको लागि ल भेट बालबालिकालाई यो भन्दा सानो आउँछ त्यसलाई नदिँदा के गर्छ थाहा छ त्यहाँ जान्छ अरूलाई पठाउँछ हामीले के गर्ने म भन्छु यहाँ बस्न जब यसमा नबस्छ तापनि जब हाम्रो यो कार्यक्रम अहिले सकिसकेछ अब हेर्दै सक्नुहुन्छ अहिले बजिसकेछ कति 12 बज्नेवाला छ अब हामी जाँदैछौँ स्कुलमा त आजको कार्यक्रम हाम्रो यति सक्यो तर कतिखेर हामी डिमोटिभेट पनि भएका छौँ भेटौँला अब नेक्स्ट ब्लगमा तबसम्मको लागि बाइ बाइ